हेलो एभ्रिवान, नमस्ते सबलाई। इट्स मी मिस्टर एमके। अनि आज चाहिँ मेरो बडी बिल्डिङ प्रिपेरेसनको डे 2। सो मैले चाहिँ बडी बिल्डिङ कम्पिटिसनको प्रिपेरेसन गरिरहेको छु, जुन चाहिँ नेसनल लेभलको हो। त्यसको लागि जति हुन्छ मैले सक्दो आफ्नो 100% हार्डवर्क गरिरहेको छु र हजुरहरूलाई सकेसम्म म भिडियो मार्फत देखाउने प्रयास गरिरहेको छु। सो यो प्रिपेरेसनमा चाहिँ मेरो कुनै पनि एकदम एक्सपेन्सेस हाई लेभलमा प्रोटिन, हाई लेभल डाइटहरू, सप्लिमेन्टहरू त्यस्तो केही पनि छैन। मैले जति एफोर्ड गर्न सकिरहेको छु त्यति नै डाइट लिइरहेको छु र त्यसमै आफ्नो प्रोटिन इन्टेक र क्यालोरिज इन्टेक पुरा गरिरहेको छु। इफ तपाईहरुलाई पनि लाग्छ भने बडी बनाउनको लागि पैसा मात्रै चाहिन्छ, हजुरहरु मेरो च्यानललाई फलो गरेर मेरो भिडियोहरु हेर्न सक्नुहुन्छ। र मैले कुन लेभलमा बडी बनाएको छु विदाउट एक्सपेन्सिभ डाइट हैन, घरकै खानाले पनि राम्रो बडी बन्न सकिन्छ भनेर एउटा उदाहरण भनेको छु म। र हजुरहरुलाई पनि म मोटिभेसन पछिल्लो 2 वर्षदेखि दिइरहेको छु, किनभने मैले 2 वर्ष अगाडिदेखि नै भिडियो बनाएको छु। त्योभन्दा अगाडि मैले जस्ट वर्कआउट मात्र गर्थेँ, भिडियोहरु चाहिँ त्यति अपलोड थिएन। तर पनि कन्सिस्टेन्सी, माइन्डसेट, डिसिप्लिन एकदमै हाई लेभलमा थियो मेरो। एउटा त्यो जुनुन हुन्छ नि, बडी बनाउँछु, एउटा केही गरेर देखाउँछु, मम्मी बाबालाई प्राउड फिल गराउँछु भनेर, त्यो चाहिँ एकदमै हाई लेभलमा छ मेरो ब्लडमा चाहिँ। सो आई होप हजुरहरूले पनि बुझ्नु भइरहेको होला मैले के भन्न खोजिरहेको छु र मैले के देखाइरहेको छु र के हजुरहरूलाई उत्प्रेरणा दिन खोजिरहेको छु। सो यति नै हो कि कुनै पनि कामलाई स्टार्ट गरिसकेपछि त्यसलाई जबसम्म कम्प्लिट गर्न सकिँदैन, तबसम्म त्यसको रिजल्ट पाउँदैन, तबसम्म हार्डवर्क, कन्सिस्टेन्सी, डिसिप्लिनमा एकदमै जोड्नुपर्छ हामी चाहिँ। अनि एउटा नर्मल बडी बनाउनको लागि पनि एकदम कन्सिस्टेन्सी र डिसिप्लिन चाहिन्छ। सो किप हार्डवर्किङ, कहिले पनि नछोड्नु होला। एक दिन न एक दिन बडी एकदम डेन्जर बन्छ। एन्ड मेरो कम्पिटिसन आउने भिडियोहरूलाई चाहिँ फलो गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।